नमस्ते, के तपाईँको पनि यस्तै भएको छ? आइपिओ भर्ने भनेर मेरो सेयर लगइन गर्दा पासवर्ड नै याद नआउने? हो, त्यसो हो भने चिन्ता नलिनु। आउनुहोस् आजको यस भिडियोमा मेरो सेयरको पासवर्ड कसरी रिसेट गर्ने भन्ने बारेमा सिक्नेछौँ। अनि यता पासवर्ड ठिक हान्नुहोस् अनि लगइन गर्नुहोस् त यस्तो देखाउँछ है। यो भनेको तपाईँ बिर्सिसकेको हो हैन। अब हामी कसरी रिसेट गर्ने भनेर सिकाउँछौँ ल। हो, त्यसपछि फर्गेट योर पासवर्डमा क्लिक गर्नुहोस्। त्यसपछि रिसेट पासवर्ड भनेर भनिरहेको छ। त्यसमा चाहिँ तपाईँको डीपी चाहिँ टाइप गर्नुहोस्। सबै कुरा ठिकठाक गरिसकेपछि सेन्ड रिक्वेस्ट गर्नुहोस्। यता आएको हुन्छ नयाँ पासवर्ड आएको हुन्छ, त्यसलाई चाहिँ एपमा जानुहोस्। त्यसपछि यता चाहिँ तपाईँले त्यो पासवर्ड हान्नुहोस्। त्यसपछि लगइन गर्नुहोस् अनि तपाईँले ओल्ड पासवर्ड भन्छ, अघि जुन हामीले मेलमा आएको पासवर्ड थियो त्यही पासवर्ड हान्नुहोस्। त्यति गरिसकेपछि नयाँ पासवर्ड राख्नुहोस्। अब चाहिँ नबिर्सिने पासवर्ड राख्नु होला। त्यसपछि क्रिएट गर्नुहोस्। त्यसपछि पासवर्ड हेज बिन सक्सेसफुली चेन्ज भनेर डिस्प्लेमा देखाएको हुन्छ। यदि गरिसकेपछि तपाईँको पासवर्ड चेन्ज भइसकेको छ। अब चाहिँ तपाईँ लगइन गर्नुहोस्। जुन खुलेको सेयर छ त्यसमा अप्लाई गर्नका लागि माई सेयरमा क्लिक गर्नुहोस्। हो, अहिले चाहिँ सल्पा विकास ब्याङ्कको मेरो खुलेको छ। यसरी नै तपाईँले सजिलैसँग मेरो सेयरको पासवर्ड रिसेट गर्न सक्नुहुन्छ। यस्तै उपयोगी भिडियोका लागि मेरो च्यानललाई लाइक, सेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला।